हेलो गुड आफ्टरनुन, इट्स मी मणिकला राई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म यता घर छेउछाउ मकै गर्नु भनेर आएको। यस्तो हुर्से कुहिरो छ हैन, यहाँको बारीहरू यस्तो छ, आलु मकै यस्तो छ। हामी चाहिँ यसलाई गर्नु भनेर आएको छौँ। आजको मौसम चाहिँ यस्तो छ, चिसो चिसो छ, पानी परेर भर्खरै गयो। हामी चाहिँ मकै खन्नतिर लाग्दैछौँ हो हैन। यो चाहिँ ठ्याक्कै डम्बर फुटारा हैन, घरको मुनि पर्छ हैन। घर चाहिँ ऊ माथि छ हैन। अनि अब के गर्नु, पानी पर्यो भनेर घरभित्र बस्न नमिल्ने क्यारे। मकैहरू हुर्किसक्यो, आलुहरू छोपछाप गर्नु पर्यो हैन साथीहरू। त्यही भएर हामी चाहिँ चिसो चासो नभनिकन मेलामा आइसक्यौँ है त। अब म सानो क्लिप पनि बनाउँछु, मैले मकै गोडेको है हो। अनि तपाईँहरू चाहिँ हेरेर आनन्द लिनु होला, अनि आफू पनि काम गर्नु होला। मोबाइल पक्रेर नबस्नु होला है त। घरिघरि हेर्नुपर्छ, सामाजिक सञ्जालमा पनि एक्टिभ हुनु त पर्यो, काम पनि गर्नु पर्यो हैन। यस्तो छ है हाम्रो लेकबारीतिरको आलुबारी मकैबारी चाहिँ एकै ठाउँमा हुन्छ है त। आलु फुल्यो है, यस्तो छ। अब यो चाहिँ जेठ असारतिर आलु खन्ने हुन्छ हैन। अनि यसमा चाहिँ आफ्नो इच्छा अनुसार चाहिँ बालीहरू लाउन सकिन्छ, जस्तै कोदो रोपाई हैन। अनि दालहरू पनि हुन्छ। अनि पछि कोदो रोपिसकेपछि फेरि उठाएर तोरीहरू हान्दा नि हुन्छ हैन। आफूले चाहिँ गर्नु मन लाग्यो मेहनत अनुसार चाहिँ यहाँ उत्पादन हुन्छ, तर बसाइसकेको दर चाहिँ उच्च छ है। यस्तो छ हाम्रो भाउजू र भदानी चाहिँ मेलोतिर। अब म पनि जान्छु, धेरै गफ गरेर हुँदैन हैन। यस्तै छ। काम चाहिँ गरिसकेपछि अलिक थकाइ लाग्ने होस् न हैन, गरे जस्तो होस्, हाजिर हुनुभन्दा पनि। त्यही भएर त्यही हिसाबले चाहिँ हामीले मकै खनेर चाहिँ यताको सक्यो। म चाहिँ अहिले चाहिँ बिसाएर यो भिडियो बनाउँदैछु है त। सुरुमै चाहिँ मैले भिडियो बनाएको छैन, त्यस्तो अल्छी नै छैन है। यति भयो। अब हाम्रो चाहिँ यति भाग चाहिँ हामीले खनेर जाने, अनि एक गरा चाहिँ सकिने हैन। 2-4 दिन भइसक्यो, पानी चाहिँ पर्नेको कारणले चाहिँ जमिनहरू चाहिँ चिस्यानी छ। बोट बिरुवाहरू चाहिँ हरक्क बढ्ने स्थिति गरिरहेको छ हैन। यहाँको चाहिँ यति राम्रो छ। यसमा यो हाम्रो गाउँमा चाहिँ कुनै खोला नाला बारी पहिरो लाग्ला भन्ने त्रास छैन हैन। बाँदरहरूले खाइदेला भन्ने छैन। र पनि बसाइसराईको दर चाहिँ एकदमै उच्च भइरहेको छ। पछि फर्केर आउनुपर्छ यतै हैन। बसाइसराई चाहिँ गरेको छैन। हाम्रो केही समस्या आफ्नो हुन्छ, मानवीय समस्या हैन। घाँसबास कपास हाम्रो यी 3 थरीको कारणले गर्दाखेरि चाहिँ हामी अहिले चाहिँ विभिन्न ठाउँमा चाहिँ बस्दा आइरहेका छौँ, आफ्नो गुजारा चलाउँदै आइरहेका छौँ। तर कहिले पनि भुल्नुहुन्न, यति राम्रो जग्गा जमिन हैन, यसलाई चाहिँ सदुपयोग गरेर चाहिँ यसलाई जगेर्ना गर्नुपर्छ, बाली नालीहरू यसरी लगाउनुपर्छ। यति चाहिँ धारणा भएर बोकेर हिँड्नुपर्छ है त। यो चाहिँ हाम्रो जन्डेढुङ्गा गाउँपालिका वडा नम्बर 4 डम्बरको शिवालय है। यो चाहिँ घर नजिकैको जग्गा है त। यस्तो छ। हावापानी पनि एकदमै चिसो, मिठो, स्वस्थ हैन, कुनै दुर्गन्धित नभएको हैन। बाली नाली पनि विषादीयुक्त अर्ग्यानिक रासायनिक मलको प्रयोग गरेर चाहिँ हामीले यसरी काम गर्दै आइरहेको छौँ। फाइनली साथीहरू हामी चाहिँ मकै गरेर सकिसक्यो हैन। भाउजूले के गर्नुहुन्छ हौ? आज मेरो सक्यो। आज चाहिँ मकै गरेर सक्यो, अनि एकदमै खुसी छु। बहिनीले सघाइ पनि दिनुभयो। अनि पछि आजबाट मकै एक घडी चाहिँ सक्यो। अब फेरि दोहोरो चाहिँ फेरि बाँकी रह्यो है हजुरहरू।
अब हामी जान्छौँ होइन एलिसा? हजुर यता हेर न, हामी कति घन्टा काम गऱ्यो अरे? 5 घन्टा 5 घन्टा नि गइसक्छ त्यसै होइन? हाम्रो मेला चाहिँ यस्तो है, हामीले खनिसक्यौँ गरिसक्यौँ मकै। अब चाहिँ यसरी जाने कोदालो बोकेर काकी नै आउनुभएको छ हामीलाई यसो हेर्नलाई होइन? काकी अब हामीसँगै जानुहुन्छ नि है काकी?